हुने बढो हुने भनिएको छ। अन्त त म 26 वर्ष पछाडि बल्ल सेकेन्ड क्लासमा। अनि त्यस पछाडि म रिटायर हुनुभन्दा अगाडि रिटायरसम्म चाहिँ रिटायर हुँदा एक ग्रेड के अरे एउटा थपिदिने भन्ने कुरो थियो। त्यो पनि मलाई थपिएन। म फर्स्ट क्लासको हुने थिएँ प्राइभेटको तर्फबाट। म मावि चलाए पनि प्राइभेटकै स्थायी हुँ। अनि त्यो पनि भएन मेरो उसमा। अनि 26 वर्ष पछाडि सेकेन्ड क्लास भयो। अनि भरे दर्शकबिन्दुहरू, आज पनि हाम्रो च्यानलमा हामी उपस्थित भइसकेका छौँ र हाम्रो फ्रेममा हुनुहुन्छ लीला बुढाथोकी सर। सर, कार्यक्रममा स्वागत छ। नमस्कार। धन्यवाद। तपाईँलाई त के हो, दसैँ आएको जस्तो छ नि सर। पुरा यो हुन्छ नि विकासमा लागिराख्नु भएको छ। मलाई दसैँ आएको चाहिँ होइन, दसैँको बेलामा पनि सबै घरमा चाडबाड आउँछ, मेरो घरमा चाहिँ चाडबाड पनि आउँदैन। फेरि समस्या कहाँ परेको हुन्छ, कहाँ चौकीमा हुन्छु कि इलाकामा हुन्छु कि कहाँ हुन्छु। अहिले दसैँ आएको भन्दा पनि अहिले चाहिँ म चाहिँ एकदम बस्तीमा अलिक लागि परेको मान्छे र लागि पनि पर्नुपर्छ हामी भन्नका खातिर यो चाहिँ तपाईँको चाहिँ खास गरी चाहिँ यहाँ कुलो बनाउन लागि सिँचाइको व्यवस्थापन। यो धरान 17 चाहिँ पटनालीवासी कृषक दाजुभाइ दिदीबहिनी बुवा आमाहरूको माया ममता, उहाँहरूको चाहिँ मायाको शक्तिको कारणले गर्दाखेरि आज हामी यो कुलोको लागि यो चाहिँ कङ्क्रिट ढलाइ गरेर सट्ट लिएर जानलाई तयारी गर्दैछौँ। अनि ठ्याक्कै लीला बुढाथोकी सर अहिले भेट भयो। तपाईँको धेरै परिचर्चाहरू पनि बजारमा छ। अब तपाईँ श्रम संस्कृति पार्टीको उपाध्यक्ष पनि। अब तपाईँलाई त्यस्तो धेरै हामी लिँदैनौँ, तपाईँको समय पनि छैन। अनि अरू चाहिँ सबै भोट मागिराख्दाखेरि तपाईँ चाहिँ के श्रम संस्कृति पार्टीलाई वास्ता नगर्नु भएको, व्यस्त गरेर यो काम गर्नुभएको हो कि मेयर साहबकै नेतृत्वमा यो काम हुँदैछ? अहिले त उहाँ अध्यक्ष है, फेरि पूर्व मेयर नि यस्तो छ। यो चाहिँ हाम्रो चाहिँ पूर्व मेयरज्यूको कार्यकाल हुँदाखेरि त्यो कार्यकालमै उहाँले चाहिँ बजेट तोक लगाइदिनु भएको हो, स्वीकृति भएको, बजेट स्वीकृति भएको उहाँले। अब अहिले चाहिँ निवर्तमान हुनुभएको छ। यो काम चाहिँ हामीले अस्तिदेखि नै सुरु गरेको। आज चाहिँ के हो भन्दाखेरि यहाँ ठुलो खाल्टो थियो। यो खाल्टो अब आज तपाईँहरूलाई देखाउनु मिलेन, पुरिहाल्यौँ बिहानदेखि होइन। अनि अस्ति यहाँदेखि जिसिपीले खन्दै लगेको। अनि आज यहाँ हामी काम गर्दैछौँ। र चुनाव भन्ने कुरो यस्तो हो, चुनावमा मेरो सकारात्मक सोच, सकारात्मक सहयोग, साथ सहयोग पूर्ण रूपमा छ, गर्नुपर्छ। म पनि हिँड्नु पनि पर्छ। तर अलिकति यहाँ दाजुभाइ हाम्रो चाहिँ कृषक हाम्रो चाहिँ सरहरूले, यहाँ चाहिँ दाजुभाइ दिदीबहिनीहरूले एकछिन तपाईँ आइदिनु र आज बिहानदेखि फेरि बिहानदेखि त नभनौँ, म लगभग 9-10 बजेतिर म आएको। यहीँ नै छु म अहिले यहाँ। अलिकति हेर्नु पर्यो, आउनु पर्यो, उहाँहरूको पनि मन राखिदिनु पर्यो भनेर। अब यहाँ बजारमा त के छ भन्दाखेरि लीला बुढाथोकीले चाहिँ श्रम संस्कृति पार्टीलाई धोका दिएको, अहिलेसम्म भोट माग्नु पनि हिँड्दैन, आफ्नो काममा व्यस्त हुन्छ। तर हामीले देख्दा त लीला बुढाथोकी त तपाईँको नागरिकसँग लडिराख्नु भएको छ। तपाईँले गरेका कुरो त नागरिकले भोलि गएर देखाउने होला नि सर, होइन? हजुर हो, यस्तो छ। के भन्नु चाहनुहुन्छ? यस्तो छ, अहिले पनि तपाईँहरू मेरो घरमा जान सक्नुहुन्छ। श्रीमती भोट माग्न हिँडिरहेछ, हिजो पनि भोट माग्न, अस्ति पनि भोट माग्न, श्रीमती भोट माग्न। म चाहिँ अब यी यस्तै जनताका कामहरूमा व्यस्त। तर मैले यो जनताका काममा व्यस्त, अब विकास गर्ने हाम्रो सरले भनिहाल्नु भयो। अब उहाँहरूले बोलाउनुहुन्छ, मैले अब आउन भ्याउँदिनँ भन्नु पाएन। सबै चिजमा हामी हार मान्न सक्छौँ, तर जनताको शब्दलाई हार मान्न सकिँदैन र बस्तीको शब्दलाई हार मान्न सकिँदैन कहिले पनि। त्यहाँ चाहिँ हामी भोकै तिर्खे भए पनि हामी हिँड्नुपर्छ। त्यसै कारणले म के गर्दैछु भनेदेखि भोट पनि अब माग्नुपर्छ। तर त्यसरी समयलाई अलिकति मैले चाहिँ समयलाई नि त्यो चाहिँ खै अपुग भएर हो कि समयलाई सदुपयोग गर्न नजानेर हो कि नसकेर हो कि अलिकति यो समय अभावको कारणले गर्दाखेरि हो कि। तर मेरो यसमा साथ सहयोग समर्थन सपोर्ट पूर्ण रूपमा छ र धेरै पनि छ। सङ्घर्ष पनि गर्नुपर्छ, हामीले गरि पनि रहेका छौँ। हामी बाँडफाँड गरेर लागिपरिरहेका छौँ। अब चुनावको प्रचार प्रसारको लागि सबैजना लागिपर्नु भएको छ। धरान 17बाट पनि जानु भएको छ। मेरो श्रीमती पनि गइरहेकी छिन्। म पनि जानुपर्छ, म पनि हिँड्नुपर्छ। भ्याएको बेलामा हिँडिरहन्छु। म गाउँघरतिर, समाजतिर सत्रमा राति भए पनि गइरहेको छु त। दिउँसो भ्याएन भने राति भए पनि गइरहेको छु। हिजो लगभग 7:15 बजेसम्म म बस्तीमै थिएँ। म हिँडिरहेको छु। अब लीला बुढाथोकी सरलाई ठ्याक्कै यो चुनावी माहौल पनि छ। अब यो त अब प्रतिनिधि सभाका प्रत्यक्ष र समन्वयक पार्टी पढ्ने कुरा हो। अब तपाईँहरू भोट माग्दै हुनुहुन्छ आफ्नो ठाउँले, ठिक छ।
अब जस्तो 84 को चुनावमा प्रदेश सभा छ, नगर छ, नगरमा लडेर लीला बुढाथोकी वार्डका अध्यक्ष हुन्छ कि प्रदेशमा लडेर प्रदेश मन्त्री हुन्छ? यो जनतालाई भन्नुपर्ने कुरो। लीला बुढाथोकी अहिले केही पनि हुँदैन, किनभनेदेखि लीला बुढाथोकीको हैसियत पनि छैन, औकात पनि छैन र लीला बुढाथोकीको त्यो हैसियत त्यो औकात भएको मान्छे पनि होइन। एक नम्बरमा सम्पत्ति छैन, दुई नम्बरमा अब भोट भन्ने कुरो त्यही घरको परिवारले हालेर जित्ने हेरेन। अब तपाईँको चाहिँ अनि तपाईँले अब कतिको बालबच्चाहरूको नागरिक त्यही बनाएको छैन। एकछिन, तपाईँले सम्पत्ति छैन भन्नुभयो, श्रम संस्कृति पार्टीमा त 1 रुपियाँ बेगर टिकट पाइन्छ नि। अनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता मात्रै 50,000 लिइरहेछ। अनि मैले त श्रम संस्कृति पार्टीको कुरा गरेको नि। ए श्रम संस्कृति होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव लड्दै हुनुहुन्छ। त्यो होइन, मैले भन्न खोजेको बाइचान्स त्यो व्यवस्था त्यो अवस्था आयो भने सकिँदैन भन्न खोजेको। अब श्रम संस्कृति पार्टीको ठाउँमा रहेर मैले काम गर्दा चाहिँ श्रम संस्कृति पार्टीले गरेको निर्णय, श्रम संस्कृति पार्टीले दिएको जिम्मेदारी मैले वहन गर्ने हो सर। भनेपछि अब त्योभन्दा बाहिर मैले जानु मिल्दैन, मैले निर्णय गर्न अहिले मिल्दैन। भनेपछि श्रम संस्कृति पार्टीले अध्यक्ष हर्का साम्पाङले प्रदेशको चुनाव लड्नुपर्छ, प्रदेशको जनप्रतिनिधि हुनुपर्छ भन्नुभयो भने तपाईँ हुनुहुन्छ? अब पार्टीले निर्णय नगरिकन अहिले ठ्याक्कसँगले हामीले ठ्याक्क यो भन्नै मिल्दैन। अहिले हामीले हजुर अहिले हामीले यो भन्नै मिल्दैन। अहिले के छ भनेदेखि तपाईँको हरेक चिजहरू पार्टीको निर्णय हुन्छ, हरेक चिजहरू पार्टीको कार्यदिशा हुन्छ होइन। हजुर पार्टीको निर्णय बेगर मैले आफ्नो खुसीले आफ्नो मनोमानी तरिकाले जे पाए त्यही गर्नु मिल्दैन, जे पाए त्यही भन्नु मिल्दैन। त्यसै कारणले अहिले मेरो त्यस्तो कुनै पनि त्यो विषयमा त्यतातिर मेरो कुनै पनि तयारी छैन सर। अब यो जनताको आवाज हजुर रात दिन झरी बादल नबनिकन लीला बुढाथोकीले गाउँ समाजको लागि खटिराखेको छ। यो जनताले देखेको छ, जनताले भन्ने कुरो र श्रम संस्कृति पार्टीका केही मान्छेले भन्दैन होला त आफ्नो ठाउँमा छ, तर लीला बुढाथोकीको भित्र मनले भन्नुपर्दा त साँच्चीकै खटेको छु भनेर तपाईँले पनि त भन्नु सक्नुहुन्छ नि त। मैले खटेको छु भनेर अहिले तपाईँ भिडियोमा मात्रै नभइकन तपाईँले त प्रत्यक्ष गाउँमा खटेको त हामीले देखेका छौँ नि। अब त्यसो भन्दै गर्दाखेरि भोलि गएर तपाईँले दिएको जिम्मेवारी तपाईँ बोक्न सक्नुहुन्छ कि हुन्न? अब यस्तो छ, जनताले जिम्मेदारी बोक्नुपर्छ, जिम्मेदारी वहन गर्नुपर्छ भन्नु पर्यो र विश्वास गर्नु पर्यो। जनताले चाहिँ त्यस्तो खालको जिम्मेदारी दिनुभयो भनेदेखि हामीले त्यो गर्न सकिन्छ, त्यो हामीले गर्न सकिन्छ, त्यो हामीले गर्नु पनि पर्छ, गर्न पनि सकिन्छ पनि। र हामीले चाहिँ जहिले पनि काम गर्दै गर्दाखेरि अगाडि बढ्दै गर्दाखेरि जनताको पनि फेरि त्यतिकै महत्त्व पनि आवश्यकता छ फेरि, र जनताको सल्लाह सुझावहरू पनि हामीले लिनुपर्छ। त्यसै कि आफ्नो खुसीले म मन्त्री बन्छु, म चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ प्रदेशको मन्त्री बन्छु, अहिले वडा अध्यक्ष बन्छु, मेयर बन्छु भनेर मैले भनेर भएन नि। मेन कुरो जनताको शक्ति चाहियो, जनताको शक्ति छ कि छैन। अब मैले आफ्नो खुसीले गर्ने भएको भए त म त अहिलेसम्म के बन्छु के बन्छु। जस्तो अहिले समाजवादी प्रणालीभित्र पसेका कुराहरूमा लीला बुढाथोकीले भन्नु पर्दाखेरि कतिको क्याडबरीमा चाहिँ कति राख्नु पर्दै थियो भनेर चाहिँ त्यो कतिको विश्लेषण गर्दाखेरि सही भयो कि गलत भयो? होइन, अब अहिले समानुपातिकमा जुन तरिकाले पार्टीले निर्णय गरेको छ त्यो निर्णयलाई मान्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ। अब पार्टीले गरेको निर्णयहरू यसमा मैले विरोध गर्नु मिल्दैन। केही समयका मान्छेहरूले भन्छन् लीला बुढाथोकीले सत्राका तल्लो कुनामा मात्रै काम गर्छन्, धरानमा लीलालाई चिन्दैन भन्दाखेरि आज मैले तपाईँलाई माछा भौडीमा देखेँ, त्यस्ता व्यक्तिलाई के भन्नुहुन्छ? यहाँ सुन्नु न, एउटा कुरो के छ भने नि, अब कसले चिन्छ चिन्दैन भन्नुभन्दा पनि तपाईँको आज देश तथा विदेशमा स्वदेशमै पनि रहेर अलिकति यो नाकले र थोरै दारीले अनुहारले चाहिँ बिगारो नभए तपाईँ चाहिँ राईको छोरो भन्छन् मलाई। रक्सी खायो भने त राईको छोरो खाँदैमा हुँदैन, अनुहार पनि पर्नु पर्यो क्या। अनि मलाई एउटा कुरो के भन्छ, देश विदेशबाट पनि मलाई अस्ट्रेलियाबाट फोन गर्नुहुन्छ, युकेबाट फोन गर्नुहुन्छ, अमेरिकाबाट पनि फोन गर्नुहुन्छ शुभचिन्तकज्यूहरूले। जुन खालको काम गर्नु भएको छ त्यही खालको काम गरिराख्नुहोस्, हामी तपाईँको हरेक चिजहरू हेरिराखेका छौँ भनेर भन्नुहुन्छ। त्यसै कारणले म कसले के भनौँ, कसले कसो चिन्छ चिन्दैन भन्नुभन्दा पनि आफू चाहिँ कतिको चिनिएको छ, कतिको पारदर्शिता छौँ हामी, र बस्तीमा ओल्लो घर पल्लो घरले चिन्छ चिन्दैन यो कुरामा चाहिँ हामी विश्वस्त रहनुपर्छ है। चुनावमा उठ्दै गर्दाखेरि हो, समाजमा काम गर्छु भन्दै गर्दाखेरि हो, त्यो जे पायो त्यही र जसो पायो त्यसै तरिकाले अहिले जनताले व्यक्तिलाई मान्दैन। आज केही न केही बस्तीको माझमा पनि त्यो व्यक्ति आउनु पर्यो, सामाजिक सञ्जालमा पनि आउनु पर्यो, समस्यामा पनि उपस्थिति हुनु पर्यो, राम्रो नराम्रो दुईटैमा उपस्थिति हुनुपर्छ, निम्तमा पनि हरेक चिजमा पनि।
र उसलाई जनतालाई समस्या पर्यो, कानमा तेल हालेर बस्ने त्यस्तो खालको चिज जुन एउटा व्यवहार थियो त्यो अहिले जनताले खारिज गरिसकेको अवस्था छ। अब लीला बुढाथोकी सरसँग ठ्याक्क हामी कुरा गर्दाखेरि यो जुन पत्नालीका कुलाका विषयमा हामी अलिकति कुराकानी गर्छौँ। जस्तो यो नगरदेखि चाहिँ कति बजेट व्यञ्जन सुरु गर्नुभयो? यो सर यो छ हाम्रो चाहिँ निवर्तमान मेयरज्यूले मेयर कोषबाट लगभग 6 लाख रुपियाँ जति यसमा चाहिँ बजेट विनियोजन गर्नुभएको छ। अब त्यसकै सेरोफेरोमा रहेर हामीले काम अलिक बेसी छ। यहाँ तपाईँको यहाँ जाली लगाउनु पर्ने छ, ग्राभेल जाली लगाउनु पर्ने छ, कङ्क्रिट ढलाइ गरेर कुलो ठ्याक्क परसम्म लानुपर्ने छ। यो कृषक दाजुभाइ दिदीबहिनीहरूको यो समस्या देखेर थोरै भए पनि समस्या न्यूनीकरण गरौँ भनेर चाहिँ निवर्तमान मेयरज्यूले बजेट विनियोजन गरिदिनु भएको थियो। अनि यो काम चाहिँ अस्तिदेखि सुरु भएको हो। अनि आज चाहिँ जिसिबीले अलिकति यहाँ परसम्म लानुपर्ने भएर आज पनि फेरि जिसिबी बोलाएको छ। अब लीला बुढाथोकी सरको नेतृत्वमा काम भइरहेको छ। यहाँ अरू दाइहरू होइन यहाँ होइन पत्नालीवासीकै नेतृत्व पत्नालीवासीका दाइहरू पनि हाम्रो हामी दाजुभाइ उहाँहरूसँग पनि कुरा गर्छौँ। जस्तो अब पैसाले पुग्दैन, यहाँ जाली पनि लाउनु पर्ने छ भन्ने कुराहरू तपाईँले जुन गरिदिनुहुन्छ। अब यो त्यो गर्नुको निमित्त चाहिँ तपाईँले श्रमदानमा मान्छे बोलाउनुहुन्छ कि हुन्न? होइन यो श्रममै बढाओ, सामान किन्ने हो, हजुर सबै चिज किन्ने हो, गर्ने चाहिँ श्रमदानबाटै हो। भनेपछि हामीलाई बोलाउनुहुन्छ कि हुन्न? अनि तपाईँहरू त्यहाँ श्रमदान गर्न आउनु पर्यो नि। तपाईँहरू आउनु भएन भनेदेखि त अब यहाँ काम कसले गर्ने? काम गर्ने अब तपाईँहरूले पनि यति लामो समयसम्म कोकाको पानीदेखि लिएर विभिन्न पार्कहरूसम्म तपाईँहरूले यति लामो सङ्घर्ष गर्नु भएको छ श्रमदानमा, श्रमदान अभियानमा। यहाँ आउनु भएन भने त यो संसार अँध्यारो भयो र संसार अँध्यारो तपाईँहरूले पार्नु हुँदैन। यो संसार तपाईँहरूको हातमा हो। अब यो जाली कतिवटा लाइन छ र यहाँ कहाँसम्म ढलाइ? यो चाहिँ तपाईँको यो चाहिँ हामीले अहिले 40 मिटर हामी ढलाइ गर्दैछौँ। जाली लगभग हामीले जाली अलिकति ल्याउनु पर्छ होला, पुगेन भने पनि 50वटा जति जालीको चाहिँ हामीलाई आवश्यकता छ। हामी त्यो पनि तयारी गर्दैछौँ। कति किन्न सक्छौँ, किन्न नसकेको अब कार्यवाहक मेयरज्यूसँग पनि जानुपर्छ, उहाँसँग पनि माग्ने र नपुगेको हामी श्रमदान पनि गर्ने। हजुर जनश्रमदान जुटाउँछौँ। हजुर जनश्रमदान जुटाएर हामी कोकाको खानेपानीको पाइप पुर्या जस्तै हामी काम गर्छौँ। हजुर अब लीला सर तपाईँको पनि एकदम छोटो समयमा हामीलाई तपाईँ हतार हुँदा हामीले तपाईँलाई बोलायौँ। यो क्लिपको फेरि पनि हामी रिप्लेस गर्छौँ। आजलाई तपाईँसँग हामी बिदा माग्छौँ। हामी अरू दाइहरूसँग कुरा गर्छौँ है त। हस् हस् दाजु नमस्ते। हजुर नमस्कार। हो तपाईँ पत्नालीवासी? म पत्नालीवासी हो। खेती गर्नुहुन्छ? खेती गर्छु। यो कुलोले तपाईँहरूलाई धेरै डिस्टर्ब गरेको थियो होला? धेरै डिस्टर्ब गरेको छ हजुर। हामीलाई अहिलेदेखि होइन, यो हामीले यो कुलो सञ्चालन गरेको 2028 सालदेखि गरेको हो। त्यसपछि अब यो गर्दै गर्दै भन्दै ल्याउँदै गर्दाखेरि खोलो त सरिरहन्छ, कुलो सरिरहन्छ। अनि अब यो मास्तिरको कुलो बन्द नै भयो यसपालि। तलतिरबाट निकालेर पोहोर पराएर 2 वर्ष अलिकति थोरै बजेट वडाले दिएको थियो, त्यति गर्दा गर्दै छोडियो। दोस्रो तेस्रो साल वडाले दिएन, नदिएपछि त्यत्तिकै बस्यो। माथिबाट पानी घुमाएर हामीले लगेर काम चलाउँदैछौँ, खेतीपाती चलाइरहेछौँ। अनि अहिले चाहिँ बर्खाभरि पनि मेयर साहबहरूलाई गएर हैरान गरेर बोकाएर दुनियाँ गरेर यहाँ चाहिँ नि यति गरायो। पानी चाहिँ चलाइराखेको छ। अनि अलिकति 5 लाख रुपियाँ चाहिँ अलिकति मेयर साहबले चाहिँ उपलब्ध गराइदिनु भयो। त्यसमा जनश्रमदान साथै कट्ठाको हिसाबले हामीले अलिकति पैसा पनि सङ्कलन गरेको पैसा पनि उठाउनु। कति बाली हुन्छ तपाईँहरूको खेती? बाली त 2 बाली हुन्छ। 2 बाली हुन्छ। धान, गहुँ, मकै 3 बाली। गहुँ त नहोला हजुर, अहिले अब पानी छैन, गहुँलाई चाहिन्छ होइन। मकै धान तोरी हुन्छ। त्यसरी पनि 3 बाली। अब तपाईँहरूलाई जस्तो यहाँ हाम्रो लीला सरले भन्नुभयो श्रमदान नगरी पुग्दैन भनेर, तपाईँहरूको टोलवासीले चाहिँ श्रमदान गर्ने कि नगर्ने? गर्ने भनेपछि हामी खटिरहेका छौँ, आउँदै पनि छौँ। अरू मान्छे पनि अब सुरु भएपछि यहाँ भोलिबाट सङ्कलन पनि गरिरहेको छ। भनेपछि तपाईँ हाम्रो भेट हुन्छ। र यो खेतीको लागि त योभन्दा पनि अझै उपयुक्त, अझै राम्रो बनाउनुको निम्ति चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ? यसैलाई चाहिँ अब अन्तबाट विकल्प त अरू बाटो छैन, कुलो लाने ठाउँ छैन। यसैलाई चाहिँ जति सक्दो प्रयास गरेर यसैलाई चाहिँ स्थायी गर्न चाहिँ हामीले खोजिरहेका छौँ। यो सरकारसँग भन्नुपर्दा, सरकारसँग माग्नु पर्दाखेरि हामीहरू जाली ढुङ्गा कङ्क्रिट गर्नलाई लागि यो जालीले मात्रै छेकिँदो रहेछ क्या खोला पानी चाहिँ। त्यस कारणले जाली एकदम जालीको समस्या छ। हजुर जालीको समस्या छ। यहाँ लगभग पटनालीमा 22-25 बिघा खेत छ क्या हजुरको। पटनाली 22-25 बिघा भन्दा कम छैन। त्यो त्यति त धान भएकै हुने नै ठाउँ छ क्या हजुर। पानी सानो लगेपछि चाहिँ हामीलाई पुगेको पनि छैन पानी। अलिकति ठुलो कुलो बनाएर लिएर जान पाइयो भने सबैलाई सहज पनि भइरहेको। यो कति मिटरको ड्रेन बन्दैछ तपाईँहरूको? यो हामीहरूको
2.5 फिट चौडाइ 2 फिट हाइट 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 भएको भनेपछि हजुर। यतिमा पानी गयो भने तपाईँहरूको 22-25 खेलो बिघालाई मजाले मजाले पुग्छ हजुर, खाने मजाले। पानीको के छ खानेपानीको समस्या हो अहिले 2 वर्ष लगभग भयो त्यति समस्या भएको छैन। अब यो पटनालीमा 17 नम्बर वडाको यो खैरानी एरियामा पनि मेसाबले पोखाएको पानी यहाँ एउटा ट्याङ्की यहाँ माथि बनाएर छोडिदिनु भयो। अब पटनालीलाई पनि अहिले हामीले बोरिङ गरेर पनि खाएका छौँ र पुरानो पानी हामी विष्णुपादुकाको पानी पनि खाइरहेका छौँ। खानु पानीको भएको समस्या जस्तो तपाईँहरूलाई यहाँ छोडेको पानीले त तपाईँहरूलाई पनि मिलाएर मिटरमा खुवायो भने त पुग्छ होला नि त पुग्छ पुग्छ हजुर, पुग्छ तर हामीहरूले त्यो उताकोलाई माग गरेनौँ। हामीहरू हाम्रो आफ्नै स्रोतबाट ल्याएको हो। हामीले मिटर सिस्टम पनि गरेका छौँ, तर यता धरानलाई चाहिँ नि यहाँ मात्रै दियौँ हामीले चाहिँ नि मिटर राखेर चाहिँ नि धरानलाई मात्रै पास गरौँ, यता हामीलाई पानी पुग्छ भनेर चाहिँ हामीले त्यही बेलैदेखि चाहिँ सरहरूलाई नै भनेर देशलाई नै भनेर अनिखेरि यहाँको मात्रै व्यवस्था। भनेपछि तपाईँहरूलाई आवश्यकता पर्यो भने त्यहाँको पनि माग्नुहुन्छ हजुर आवश्यक पर्यो भने मागिन्छ। हुन्छ अहिलेको अध्यक्षजी हुनुहुन्छ भोपू हजुर पूर्व अध्यक्ष पूर्व अध्यक्ष मेयरले मेयरले हजुर भनेपछि तपाईँहरूको अहिलेका बाटो पनि राम्रो बन्दैछ ठुलो बाटो बन्दैछ हजुर, तपाईँहरूको विकासले छुइसक्यो हजुर तपाईँहरूको समस्या भनेको खाने पानी र यही कुलोकै यो मात्रै। कुलोको समस्या मेन चाहिँ सिँचाइ हो। तपाईँहरूकोमा नेटको चाहिँ कस्तो छ प्रब्लम नेट चल्दैछ, राम्रै छ नेट चलेको छ, ल्याएको छ, बिजुली छ बिजुली छ, नेट छ, सबै कुरो सबै अरू ठिक सबै छ, ठिक छ अरू ओके छ। हस् दाजु हामी कुराकानी गर्दैछौँ श्री ज्वालामुखी मावि यहाँ धरान सदर पटनालीको पूर्व प्रभाव पनि अहिले विवेशक अध्यक्ष र यसो 10-8 कट्टा खेत भएको हुनाले हजुर सिँचाइ सम्बन्धमा कुदिराखिएको छ। हजुर अनि यसपालि हाम्रो नगरपालिकाको जुन जेसिबीहरू भएको कारणले गर्दा बर्खामा पनि हामीले निकै सहुलियत भयो उहाँहरूबाटै बेला बेलामा आइदिने कुलोमा मर्मत गरिदिनु भयो र उहाँ मेयर साहबसँगै हामीले समस्या देखाएका छौँ। उहाँले नै ओके गरेर 5 लाख पारिदिनु भएको थियो। त्यसमा हाम्रो 14 लाख जति हाम्रो श्रमबाट पनि जम्मा गरेर यो पानी लैजाउँ भनेर लागि परिरहेको छ। जागिर रिटायर हजुर म पेन्सन कति आउँछ त मेरो हजुरको 32,000 आउँछ। 32,000 जस आन्ध्रसम्म भिज्ने हुने हजुर हजुर म 38 वर्ष सेवा गरेँ 38 वर्ष पहाड भोजपुरैदेखि गर्दै गर्दै आएर यो पाखामा खैरे भन्ने ठाउँमा नै 7-8 वर्ष बसेँ। अनि 54 सालमा यो स्कुलमा आएँ। हजुर यहाँ आउँदाखेरि 5 क्लास चल्नु कि नचल्नु भन्ने खालको अवस्था थियो, तर अहिले +2 समेत चल्दैछ। भवनहरू पर्याप्त बनाइयो। आफ्नो प्रहकै भूमिकामा यही मात्रै 26 वर्ष बिताएँ यही मात्रै हजुर। अनि त्यसलाई चाहिँ केही मैले गर्न सक्ने चाहिँ गरेर छोडिदिएँ। अब तपाईँ यतिका लामो शिक्षक भएर बिताउनु भदै हजुर हजुर अब तपाईँसँग ठ्याक्कै हामी कुरा गर्दा तपाईँको भाइ छोरा हामी हजुर अब कतिपय कुराहरू त मलाई सोध्नु पनि लाज लाग्छ। तपाईँ मेरो गुरु पनि हुनुहुन्छ, हजुर मेरो हजुर अभिभावक पनि हुनुहुन्छ। हजुर अब ठ्याक्कै तपाईँको जागिरको दौरान दाइ पेसा शिक्षक त्यो पेसा कहिले पनि प्रमोसन नहुने तपाईँले अध्ययन गराएको विद्यार्थीहरू डक्टर पाइलट इन्जिनियर सबै भए भइसक्यो। तपाईँ सहरमै नै सीमित हुनुभयो। कहिलेकाहीँ तपाईँको जागिर सम्झेर अल्छी लाग्दैन दाइ? हजुर त्यतिखेर हजुर यो प्रसङ्गवश कुरो आइहाल्यो। एउटा नियमावलीमा लेखेको छ हरेक शिक्षक स्थायी भएको 5 वर्ष पछाडि प्रमोसन हुने बढो हुने भनिएको छ। हजुर अन्तत म 26 वर्ष पछाडि बल्ल 2nd क्लास भएँ। हजुर अनि त्यस पछाडि म रिटायर हुनुभन्दा अगाडि रिटायरसम्म चाहिँ रिटायर हुँदा 1 ग्रेड के अरे एउटा थपिदिने भन्ने कुरो थियो। हजुर त्यो पनि मलाई थपिएन। हजुर म फर्स्ट क्लासको हुने थिएँ प्राइभेटको तर्फबाट। म हजुर मावि चलाए पनि प्राइभेटकै स्थायी हुँ। हजुर अनि त्यो पनि भएन मेरो उसमा। अनि 26 वर्ष पछाडि 2nd क्लास भयो। अनि भरे त्यतिमै सीमित भएर म मेरो चाहिँ सोचाइ कर्म गर्नुपर्छ, हजुर फलको आशा हुन पनि सक्छ नहुन पनि सक्छ भन्दै गर्दै गइयो। अब यस्तै हो नेपालको। अब लेखाइ एउटा हुन्छ कार्यान्वयन अर्को हुन्छ कि त्यही अब भएर। हजुरले यत्रो वर्ष पढाइराख्दाखेरि अन्तको कुरा नगरौँ, पत्नालीको कुरा गरौँ। हजुर हजुर हिजो पत्नालीमा चप्पल हातमा सिउरेर सर्दु खोला तर्नु पर्थ्यो हाम्रो विद्यार्थी पुलको लागि हाम्रो मनोज हजुर, भट्टराईज्यूलाई हजुर मैले पनि यसै मिडियाबाट सम्मान गर्नुपर्छ। हजुर उहाँले टेबल ठोकेर लिएर आएर विकास गर्नुभयो। हिजोको विकास र आजको विकासमा कतिको भिन्नता देख्नुहुन्छ सर? हजुर भाइहरू यो पनि कुरो निस्किएको। हामीले म 54 सालमा यहाँ आइसकेपछि विद्यार्थी हेर्ने थिएनन्। पारिपट्टि बगुवा गएँ, फोक्लेनमा आएँ। फोक्लेनमा 150-200 विद्यार्थी अभिभावक भेला गरेर राखेर अनि लगेँ। त्यतिखेर हजुरले भन्नुभयो जस्तै अब बुडुङ्ग गर्ने बित्तिकै विद्यार्थी छोडिदिनु पर्ने। हजुर अनि अब कतिपयलाई तार नसकेर
बाइक भएको छ लु 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 विद्यार्थी लिएर जानु त्यहाँबाट तारिदिनु भनेर तारियो पनि हजुर फेरि स्कुल लाग्ने बेलामा पनि बाढी आउँदैछ के अरे गडाङ गुडुङ गऱ्यो भने एक दुईजना यहाँ आएर बस्थ्यौँ हजुर अनि त्यो हिसाबले गर्दा अहिले धेरै नै सुविधा भएको छ वडाध्यक्ष अथवा यो नेपाल सरकार यी सबैको तर्फबाट चाहिँ यो काम भएको छ राम्रो छ अहिले मदन भण्डारी राजमार्ग बनिरहेको छ हजुर तर समग्रमा भन्नुपर्दा राम्रो हो तर एउटा अलिक दुःख लाग्दो कुरो चाहिँ त्यो पटनालीबाट भित्रपट्टि एउटा बाटो 1 किलोमिटर पनि छैन छैन अनि त्यो भित्री बाटोलाई पुरपरार 30-35 लाख कति आएर भन्थे त्यो 100 मिटर पनि काम भएन हाम्रो विचारमा चाहिँ त्यो सबै त्यतिले पुग्नुपर्ने हजुर तर पुगेन त्यत्तिकै छ अर्को साल हुने अर्को साल हुने भने 6-7 वर्ष भइसक्यो कसले गर्ने कसले नगर्ने ओडाले हो कि नगरले हो कि परदेशले हो कि केन्द्रले थाहा छैन अनि त्यहाँ चाहिँ बोर्डिङका गाडीहरू भन्नुहुन्छ नि हजुरको बिहान 5 बजेदेखि 8-10 वटा गाडी हिँड्छन् अब हामी चाहिँ त्यही साइडमा बस्छौँ घर धुलै धुलो भएर बिजोग छ यो पत्नालीको शिरदेखि पल्लो छेउमा जाने हजुर बाटो। हजुर 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 तल्लो पत्नाली निस्किने निस्किने त्यो चाहिँ समस्या छ तल्लो पत्नालीको मुखदेखि छिर्छ हजुर, माथिल्लो हजुर। पत्नालीको मुखमा निस्किन्छ निस्किन्छ तर त्यो बाटोको त्यो छैन व्यवस्था हजुर। गरियो व्यवस्था गरिएको छ व्यवस्था गरिएको छ न जनप्रतिनिधिहरूले व्यवस्था गर्नुभयो त्यसमा मनोजेसन कुरा गर्दा यो के अरे उसले गर्ने भयो भन्नु जानु त एसियाली आयोजना पर्ने भयो भन्नु त खोइ कुन कुन आयोजना हुन् के हुन् अहिलेसम्म परेन छैन त्यो छैन अनि त्यस पछाडि अलिकति अरू समस्या भनेको चाहिँ मेन हाम्रो है अघि पनि कुरो आयो खानेपानी र सिँचाइ नै हो खानेपानीको हकमा हामी पहिलेदेखि नै यी पाखा पोखराबाट चाहिँ हाम्रै संलग्नतामा चाहिँ कतिवटा खोल्सीबाट ल्याएर खाइरहेका थियौँ त्यस पछाडि पोहोरको परारको साल ड्रिप बोरिङ पनि भयो अनि बाँकी अपुग पानी त्यहाँबाट तानिन्छ त्यो अलिक खर्चालु अनि नत्र अब हाम्रो मेयर साहबलाई हामीले पनि सहयोग गर्न गयौँ पाखै पनि गयौँ र पछि अपुग भयो भने हामी दिन सक्छौँ भन्ने खालको कुरो हो यहाँ एउटा ट्याङ्की के अरे 1 लाख लिटरको ट्याङ्की बनेको छ यहाँ आउँछ पानी अनि त्यसो हुँदा पानीको पनि समस्या छ अलिकति 15-20 बिघा जमिन छ त्यहाँ स्रोत मुहान चाहिँ यस्तो हजुर अनि केही यहाँ अलिकति त बनाइ पनि सकेको रहेछ नि दाइ यो पहिले हामीले बनाएको हेरौँ यहाँ कति 20 मिटर चाहिँ बनाएको मिटर। अनि यसैलाई जोड्ने अब 60 मिटर यहीँ जोड्नु हजुर हजुर 40 मिटर 40 मिटर मिटर जोडेर अलिकति जाली लाएर यसलाई दह्रो बनाउने अब विकल्प छैन अरू भनेर लागि परेको हजुर तपाईँको हात पनि मर्केको देखिन्छ ए म दाइ। अलिकति त्यो यो के भएर दाइ? गाईको ठाउँमा के अरे घाँस हाल्ने क्रममा जाँदै थियो गोबरमा चिप्लेर बडङ्गै लडेँ ए अनि लडेपछि यो हातले टेकेँ यसले चाहिँ गाईको बाँधा खम्बामा लागेर एउटा कान्छ्याम लग्यो यहाँको हड्डी फुटेको रहेछ अनि 3 हप्ता चाहिँ यसरी झुन्डाउनु पर्ने त्यस्तो छ अब तपाईँ यत्रो शिक्षा पनि गरेर आइसक्नु भएको कृषि गरिराख्नु भएको छ हजुर कृषि भनेको त नेपालको नेपालको यो पहिलो हो नि तर पहिलो यसलाई लास्ट बनाएको लास्ट बनाइयो तपाईँलाई के लाग्छ दाइ तपाईँले यत्रो अध्ययन गरिराख्दाखेरि यत्रो तपाईँले वर्ष खर्चिँदाखेरि कृषक र कृषिमा चाहिँ कतिको भिन्नता हुनुपर्छ राज्य र कृषकको चाहिँ दूरी कतिको हुनुपर्छ जस्तो लाग्छ त म त के भन्छु भने हामीले पहिले पढेका पनि पढाउँदाखेरि नेपाल कृषि प्रधान देश हो भनिन्थ्यो हरियो वन नेपालको धन हो भनिन्थ्यो अब त्यो हरियो वनहरू पनि अहिले मासिँदै गएका छन् कृषि प्रधान देश सबै कङ्क्रिटले के अरे खेती योग्य जमिन बाजे यो हेर्दा यी सबै यति धान लट्टो फल्दो यहाँ यही पोलिटिनले गर्दा घाँस घारी सेउला घारी भएको छ मलाई लाग्छ पहिलो के अरे प्राथमिकता चाहिँ नेपाल सरकारले कृषकलाई नै दिनुपर्ने हो दूरी नजिक हुनुपर्ने हो तर टाढा छ छैन अब जस्तो दाइ कृषि र कृषकको लागि राज्यले छुटाएको एउटा अनुदान भन्ने छ र म त भन्छु तपाईँलाई के लाग्छ मैले तपाईँलाई सोध्दैछु हजुर हजुर अनुदान दिनु राम्रो हो कि एकदम निम्न सानो ब्याजमा चाहिँ कर्जा लाउनु चाहिँ राम्रो दाइ होइन त्यो एउटा सदुपयोग गरेर त्यहाँको उपभोक्ताहरूले सक्रिय गराएर अनुदान दिएर विकास निर्माणका कामहरू अथवा कृषिसँग सम्बन्धित गर्न दिनु नै राम्रो लाग्छ मलाई त त्यसो गर्न पाए हुन्थ्यो हामीले त्यो पनि माग्यौँ न मात्रै हामीलाई अब यस्तो खोलाबाट चाहिँ खगरे खोलाबाट पानी सिँचाइ गर्नु छ जालीको व्यवस्था होस् अनि सामान्य मर्मत पनि सरकारले हेर्दा भयो अरू त हामी नै गर्छौँ तर त्यो पनि बल्ल 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 यसपालि यही पनि मेयर हर्क साम्पाङलाई भनेर मात्रै हजुर यहाँ त दाइ यहाँ बस्ने मान्छेले त अनुदान भेट्दैन नि केन्द्रमा बस्नु अहिलेसम्म त्यस्तो केही मैले भने त केन्द्रमा बस्नुपर्छ अब ठ्याक्कै दाइ तपाईँ अब शिक्षक पनि हजुर तपाईँ एउटा चेतनशील नागरिक हजुर हजुर अब यो बाटोमा विकासको कार्यमा हामी छौँ अब हजुर। सोध्नु त हुँदैन थियो हजुर अहिले लागेको चुनावको महल छ दाइ अब मैले चाहिँ तपाईँलाई अहिलेसम्म मैले कसलाई सोधेको पनि छैन मैले मेरो बाउ सम्झेर अथवा मेरो काका बाउ हजुर सम्झेर हजुर यसपालिको भोट कसलाई अब यस्तो छ भाइहरूलाई मैले भन्नै पर्ने हुन्छ अलिकति मदन भण्डारी र मनमोहन अधिकारीको कारणले गर्दा
हामी पनि त्यतिपट्टि प्रभावित भइयो र सहयोग गर्दै 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 आइयो। यो विष्णु पादुका चार हो यो पहिलेको। हजुर हामी विष्णु पादुकामै थियौँ अनि विष्णु पादुका चार हो। विष्णु पादुकाको निर्णायक हामी यो वार्ड हुन्थ्यो र एमाले मय पनि बनाइयो। सबै वर्ष एमाले जिताएर अरूलाई परपरि जिताइयो ओर्यो तर पनि सोचे जस्तो र भने जस्तो हुन सकेको थिएन। त्यस पछाडि 74 सालबाट हामी धरान 17तिर गयौँ। धरान 17मा जहाँ त अझ विकास होला भनेको त म कहिले के भन्ने गर्छु, धरान 17 अलपत्र भनिदिन्छु। न हामी विष्णु पादुकाको भयो न धरानको भयो। अघि मैले विकासको कुरा त गरिहालेँ। अब स्कुललाई एउटा कोठा चाहियो, भवन चाहियो, अलिकति एउटा सभा हाल बनाउनु पर्यो, के पर्यो भने अब त्यतातिर नजाउँ। मैले भनेको नयाँ मत कि पुरानो मत मात्रै थिए। अनि त्यसले यो व्यक्ति नै भनिन नयाँ मत कि पुरानो मत। अनि त्यस पछाडि हुँदा हुँदा हामी पुराना राजनीतिक पार्टीबाट अगाएका छौँ। हामीले त्यसरी बुझ्नु पर्यो। सिधै अगाएका छौँ। यिनीहरूबाट केही हुँदैन। दुनियाँले देखेका छन् 13-14 अर्ब रुपियाँ डढेर जाँदा पनि यो हाम्रो नेताले डढाए भनेर कोही भन्दा रहन्छन्, होइन नै भन्छन् एआई ल्याएर। त्यसले गर्दाखेरि यी पुरानोबाट अब आशा नगरौँ, नयाँलाई नै हामी केन्द्रित भएको छ। हस् त, धन्यवाद। तपाईँको अमूल्य समय हामीले लियौँ यहाँहरूसँग कुराकानी गर्दै आजको कार्यक्रमदेखि हामी बिदा चाहन्छौँ। र धरान 4 अनलाइन खबर हेर्दै हुनुहुन्छ भने तपाईँहरूको मत राख्नु होला अभिमत। हजुरलाई पनि धन्यवाद, मलाई आज थोरै शब्द बोल्ने अवसर दिनुभयो। धन्यवाद।